यो कानुन विपरीतको कुरा हो नि त। यो असार साउन भदौमा जुन बालुवा निकाल्ने कुरा छ त्यो चाहिँ एकदम विपरीत हो। तर म के भन्न चाहन्छु नि तपाईहरुको कामलाई म रोकावट गर्दिन, तर तपाईहरुको आफ्नो ज्यानको सुरक्षा आफै लिनु पर्यो। तपाईहरुले बालुवा निकाल्न जाँदाखेरि यसरी शरीरमा चाहिँ के रे उले डोरीले रसीले कसेर बालुवा लिन जानु पर्यो त्यो निकाल्दाखेरि जुनसेबाट निकाल्दाखेरि। र यहाँ जति पनि उपस्थित हुन्छ अझ बुवाहरु तपाईहरु रक्सी खान पाइएन, रक्सी खाएर बालुवा बोक्न पाइएन। हुन्छ म्याम हुन्छ। हामी म आफै स्वयं यहाँ अस्ति आउँदा सबैजना 99% दुङदुङ गनाइरहनु भएको थियो। अनि त्यस्तो मान्छे लग 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 गरेर त्यस्तो भेलभित्र छिरेर त्यत्रो भेल आइरहेको छ, बगाएर लाँदैन लान्छ नि त हैन। त्यो जति खानु छ राति खाएर बिहान उठ्दा फ्रेस भएर आउनु पर्यो। म नखानुस् भन्दिनँ तपाईहरुको त्यो अधिकारलाई म हनन गर्दिनँ, तर यहाँ काम गर्न छिर्दाखेरि तपाईहरुले चाहिँ त्यो रक्सी खानु भएन। अनि प्लस चाहिँ तपाईहरुले चाहिँ कस्तो भने आफू पनि जिम्मेवार बन्नु पर्यो, आफ्नो सेफ्टी तपाईहरुको सुरक्षा आफै गर्नु पर्यो। मैले भनिसके डोरी बान्नु पर्यो। प्लस अझ भयो भने त्यही खोलाइमा चाहिँ अलि साइडमा छेउमा बसेर निकाल्नु पर्यो। बीचमा त्यो मान्छे नै यति डुबेर पनि निकालेर देखाएको छु मैले, यसो गरेर बालुवा निकाले पनि देखाएको छु। त्यसरी चाहिँ हुँदैन, त्यो भयो भने चाहिँ ज्यान जोखिममा हुन्छ, धरापमा पर्छ। तपाईहरुको माया लाएर मैले त्यो भने हो। मैले 2-3 दिन किन रोके भन्दा अस्ति मान्छे त्यसरी गायब भयो भन्ने कुरा आयो। पछि बुझ्दै जाँदाखेरि एउटा टिफर चालक हुनुहुँदैछ, भलै त्यो मान्छे यो जिल्लाको हुनुहुन्न रहेछ हैन। मजदुर त हो, मजदुरै हो नि, मजदुरै हो नि, ऊ पनि त मजदुर हो नि त हैन। ऊ पनि बालुवा लिन आउँदाखेरि उसलाई चाहिँ त्यहाँबाट हाम फाल्नु भएछ। अनि म त के लाग्यो त्यहाँ बालुवा लिने मान्छे बोगायो भने बित्तिकै मेरो त सातो पुत्लो गयो हैन। अघिल्लो दिन चाहिँ बालुवा यस्तो भनेर भेटेर गएको छु, भोलिपल्ट आउँदाखेरि मान्छे बगाएर लग्यो भनेपछि त मलाई त त्यो पर्यो नि त हैन। त्यही भएर तपाईहरु आफ्नो ज्यानको सुरक्षा आफै गर्नु होला। मैले कुनै तर्फबाट तपाईहरुको रोजीरोटी खोज्ने अथवा यहाँ धेरै स्टन्टबाजी भए हैन। अब आउने बालुवा बोक्ने वडा अध्यक्ष आएर बालुवा बोक्ने एक दिन आएर वडा अध्यक्षले आएर बालु बोक्दै हुन्छ, दिनदिनै बोलाउनु त्यो वडा अध्यक्षलाई बालु बोक्नलाई। अनि पो कुरो हो त, एक दिन आएर मैले तपाईको काम गर्दै हुन्छ हुँदैन नि। तपाईको काम तपाईले गर्ने हो। तपाईलाई त कसरी सहज बनाउने, कसरी अगाडि बढाउने त्यो कुरामा हामीले सोच्ने हो नि त। त्यो भने भन्न चाहन्छु। र आजबाट चाहिँ जति पनि यहाँ हुन्छ प्रहरी प्रशासनले पनि सहयोग गर्नु पर्यो। यहाँ बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म मात्रै। र तपाईहरुको श्रम गर्ने जुन छ नि, श्रमको शोषण हुनु भएन। तपाईहरुले जति बोक्नु भएको छ त्यसको ज्याला पाउनु पर्यो, हात आदि पैसा पाउनु पर्यो उसबाट के रे क्रसरवालाहरुसँग धनीसँग। त्यो भनेर भन्न चाहन्छु। कुनै पनि यहाँ तपाईहरुको शोषण हुने हैन, पैसा भोलि दिन्छु भनेर चाहिँ